मान्छे भाग्दै त अल्ला आयो मान्छे ल अनमा ए तेरो बाइट छिटो किन आइस होइन माचिस खोलतिर भएको के बिगारिदियो फ्लेक्स स्याम्पू के अरे चोर भ्लगमा चक्का पनि अल्छ हाम्रो यहाँनिर ज्यामिर चोर्न आएको छ यहाँ पढ्यो एकछिन राति भएपछि हामी चोर्छौँ र राति भएपछि भेट्छौँ अनि त्यो दुइटा चोरहरू आइस र अनमोल चाहिँ त्यहाँ मुत्न गएको छ भन्दै पिस आउट मान्छे भाग्दै छोड्दै बाल भएन भने केटा कोल चोरे अनि अल्छ बाटो त्यस्तो म चाहिँ क्या मन गरिसकेँ 4 मिनट पछि ल ए मुल्ला ग्याङ्गा ल छिटो भोकै छोटो लुकाए एउटा होइन अब एकछिन हामी त्यहाँ बाटो हेर्छ हेरेर बत्ती दिएको त्यहाँ बसेर त अनि सक्नु चाहिएन एकछिन म लिन्छु क्या एउटा अनि हामी एकछिनमा भेट्छौँ भोकै फाला जस्तो तलतिर ल एउटा त्यही आएर फर्कि पनि सकेको छ है उहाँ त्यो बौला कता गयो हाम्रो मुला चोर्ने ग्याङ चाहिँ यस्तो छ है ल शेर्पाको हालत शेर्पा भन्छ है यसलाई चाहिँ त्यो त गायब भयो कि माचिस त खै मुलाको सक्नुहुन्छ यस्तो छ है त अल्ला चोरी सकेको छ मुला बसेर आइदिने म नदेखेको यार थर्ब चाहिँ एकदम विकास हुँदैको किनकि अनमोल यहाँ जन्मेर यहाँ बसेर हालिदिउँ क्या यहाँ बसेर हानिदिउँ क्या ल अब काट्दिने नि बाहिरको फालिदिने यहाँको छोड्दै यहाँको पेम्पस बगाउँछ क्या केले ल माछ खाल्टोमा तै छिर है त टोपी जस्तो फोहोर हाल्दैन भयो म बाटिदिएको न 4 मिनट त म त के बोल्यो होला है त अँध्यारोमा हालम किन हालम भयो यार हालि त होला नि अब एउटा अँध्यारोमा के बोल्यो माथिसको खोला अरे एउटा खोला माफामा के हो आइफोन भयो भने यस्तो क्लियरली देखिन्थ्यो होला तर अफसोस आकाश डर तारा लाहा त देखेन के ल पानीमा त धुने हो नि म यसरी नअँध्यारोमा मोबाइल खसोलास झुकेर हेर्नु म राम्रोसँग साँचेको होइन नि होइन कान्छाहरू कता आएको तिम्रो क्यामेरा तिम्रो अन्डर भएको चाहिँ गर्न सकेन कुकुरले भुकिरहेको थियो होइन कुकुर आउले यार ल समात खै चकुले त म काट्दै त मुलाको सागको थोबडा 1 मिनट भयो ल हामी यो पहालेर भेट्छौँ जुनसुकै होइन हान खै त नुन खुर्सानी झिक्न अब कान्छा अन्त दुइटा आइस तले नि उयो यो त पोख्यो के त पहिला तास दिए मैले त लात समात उ देखा न तेरो बाउ यता देखाऊ भनेको कि कान्छा लात तास त म झिक्छु ल ले अलि मजाले यहाँ कस्तो दामी देखियो है क्वालिटी हेर्न उता गरौँ बाबु खै मलाई खै त नखानु होडा रहेछ कपाले हयार त छ के नखाने हेर्न घिचिआयो त फेरि बोक्रा खाइरह यार खाना थाइ उ त मिसानु दुईटा गोलब यो बोक्राले एउटा झटान लामो ल आइडम याडम न ए पाक्ने यार कस्तो आत्तो गोरो माछी सर यार
पक्ने यहाँ राख्ने काटे पुरै तासे यारले त अहिले त केही हुँदैन है हेर्नु म चाहिँ मुलाको कुरा भन्दा छिटो म त काट्दैन फेरि है मान्छेले के भन्नु भएन मुख छाड्नु मलाई जति म खानु मलाई छाड्दिए है काटे लामो त कसले नि हेर्दैन ढुक्क हेर्दैन ढुक्क ढुक्क छिटो गरेर त खान्छ आए चाहिँ दाइले लुक्स दियो नि लुक्स थम्नेलको लागि त नि यता सबैको थोडा आउँ न हाम्रो तेरो छोडा पुसअप बोय अनि हाम्रो तारिफ ओहो यसले त डेन्जरै ठुलो काटिदियो त अहिले काट्ने खाँदै गर जेनु मलाई खाँदै गर भनिदिएको त उयो खान मुला मैले चाहिँ काट्ने रे ल ल ले म काट्छु ले ल काट आया खिचो अस्ति खाएर जस्तो रसिलो छैन है बाइट 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 अनमल बाइट अनमल ए तेरो तेरो बाइट छिटो खै तेरो लम्बु यतिकै हान्छ यार त्यो आन्टीको सराप नलाओस् भन्न चाहन्छु म म त आप्दिनँ यो नि यो मिठो छैन अलवेज भन्नु पर्दा नि चोरे किनेको कस्तो हुन्छ थाहा छैन चोरेको चाहिँ बब्लिया आइ हो किन आइस फक्त बुझा वी मिस के अरे ईश्वरियान सुभाष भेरी मच स्वास्थ्य हस्पिटलमा खानु स्वास्थ्य त भ्याक मान्छे खै त यस्तो त नराख्नु मान्छेलाई गडाको सिङला होला अब चाहिँ खाएको खिच्दिन यो मिठो छैन यार हो त्यो थोब्रे थोब्रा होइन मैले ल्याएको मैले चोरेको मिठो हुन्छ कि त्यो अनमलका पानी चर्को मैले चोरेको त भर्खर सेकेन्डमा जे कुरामा नि यस्तो 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 काममा चाहिँ अनमललाई सम्झिनु होला फेसबुक आइडी राखिदिउँ साइडमा कि टिकटक आइडी राखिदिने ओ इज अलवेज मिङ्गल नट सिङ्गल ला पिस आउट डेन्जर छिप्पिहाल्छ त लभ बाइट नाइस छिप्पेको हालत रहेछ साइड साइडको खान्छ त्यो नि साइड साइडको खान्छ पिरो भयो ए पिरो रहेछ डेन्जर पिरो है खोला न हाम्रो त्यसको तेरा बाबु के यहाँ हो कि त्यहाँ हौ हौ
नभुक्न होइन माचिसको खोल तेरो बाबु के बिगारिदियो माचिस खोलै पसिलाको लागि गयो लगेर आएन गयो अब चाहिँ हामी यिनीहरूलाई छोड्छौँ होइन यिनीहरूलाई पुलिस चौकीसँग छोड्छौँ अनि हामी घर जान्छौँ है म त भक्किहाल्दैन कस्तो कस्तो भुक्न सक्यो होला माचिसको खोल तेरो बाबु के गरिदियो हामीले माछाले मूर्ति किन मारेस के बाबु तोडेर खाइदियो बाल हो त यता छैन छोड्दै पक्कै केटा यिनीहरूले के चुतियापा गर्छ नि हामी भेट्छौँ एकछिनमा ल माचिसको खोलहरू ल पिछाउट केटा यिनीहरूलाई छोडेर सिधै म घर गएर भेट्छु है त ल पिछाउट माचिसको खोलहरू म चाहिँ घर आइसकेको छु अनि तिनीहरूलाई छोडेँ पुलिस चौकीसँग अनि हामी चाहिँ म चाहिँ घर आयौँ अनि आजको भ्लग नि त्यो मलाई चलेको भयो अनि कसैलाई मन परेमा लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु अनि गेटुल सन सुभाष छिटोनीको बस म कहिले पर्सितिर भेट्न जान्छु भेट्न भन्छ भ्लग चाहिँ सेयर गरेको छु अनि हजुरहरूको लागि भए पनि अनि मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला अनि तल चाहिँ मिठो कमेन्ट छोडिदिनु होला मन नपरेमा नमिठो कमेन्ट गरिदिनु होला भन्दै भेट्नेछौँ नेक्स्ट भिडियोमा है त।